तपाईलाई लाग्छ तपाईको जिन्दगीको हरेक मिनेट तपाईको कन्ट्रोलमा छ? इमेजिन गर्नुहोस् तपाईँ यस्तो ठाउँमा बिउजिनु भयो जहाँ अगाडिको मान्छेले तपाईलाई तिमी भनेर सम्बोधन गर्छ, तर तपाईँ त्यो मान्छेलाई चिन्नुहुन्न अनि तपाईँ हतार हतार गरेर ऐना हेर्नुहुन्छ, तर त्यो फेस तपाईको होइन। अनि ठ्याक्कै त्यही मुभमेन्टमा बुम, सारा संसार आगोको ज्वालामा जल्छ, तपाईँ पनि मर्नुहुन्छ, तर खेल खत्तम भएको छैन। फेरि तपाईँ त्यही ठाउँमा बिउजिनुहुन्छ, त्यही मान्छे भेट्नुहुन्छ अनि काउन्टडाउन स्टार्ट। तपाईसँग मात्र 8 मिनेट हुनेछ। यो 8 मिनेटमा तपाईले यस्तो एउटा क्रिमिनल खोज्नुपर्ने हुन्छ जसले हजारौंको ज्यान लिन खोज्दैछ। इफ तपाईँ फेल हुनुभयो भने तपाईँ फेरि मर्नुहुन्छ। यो कुनै गेम होइन, यो त एउटा यस्तो नर्क हो जहाँ मृत्युले पनि तपाईलाई छुट दिन्छ। यो कुनै भूत प्रेतको कथा होइन, यो त साइन्सको त्यो एक्सट्रिम लिमिट हो जहाँ रियालिटी र टेक्नोलोजीको मिलन हुन्छ। हामी कुरा गर्दैछौँ क्वान्टम फिजिक्सको त्यो थ्योरीको जहाँ कुनै मान्छेको मृत्युपछि उसको दिमागमा बाँकी भएको लास्ट मेमोरीलाई रिएक्सेस गर्न सकिन्छ। तपाईलाई लाग्न सक्छ म भए यस्तो गर्थे उस्तो गर्थे, तर स्क्रिनमा जब त्यो 8 मिनेटको क्लक टिक 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 गर्छ नि तपाईको सास रोकिन्छ। हरेक लुपमा नयाँ क्लु, हरेक लुपमा नयाँ खतरा। यो मुभी एउटा यस्तो टाइम बम हो जसले हरेक मिनेट तपाईको ब्रेनलाई ब्लास्ट गरिरहन्छ। डिरेक्टरले तपाईलाई यस्तो मिस डिरेक्सनमा हालिदिन्छ कि आफैलाई कष्ट हुन्छ कि मैले देखिरहेको कुरा सबै रियालिटी हो कि यो सबै कम्प्युटर प्रोग्राम हो। द नेम अफ दिस माइन्ड ब्लोइङ मास्टरपिस इज सोर्स कोड। गो एन्ड वाच इट, किनकि तपाईको 8 मिनेट कुनै पनि बेला ब्लास्ट हुन सक्छ। इफ तपाईलाई भिडियो मन पर्यो भने लाइक एन्ड शेयर त गर्नु नै होला। साथै यस्तै मुभी रिलेटेड कन्टेन्ट हेर्नको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नु होला। फलो नट एक्सप्लेन्ड।